हाई हेलो नमस्ते अनि छाजल सबैजनालाई र फेरि पनि तपाईहरुलाई आजको नयाँ भिडियोमा स्वागत छ र सबैजना आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठीक छु र शुभ बिहानी सबैजनालाई हाम्रो प्यारो सिक्लिस गाउँबाट। शुभ बिहानी चाहिँ अहिले मात्रै भएको। म कति आज छिटै उठेको। म उठेर पनि के गरिसके मैले खाना सबै पकाएर भ्याइसके। अनि मेरो आँखामा हेर्नु न साथीहरु, हिजो म डिलमाईको घर गएको थिएँ। त्यहाँ के परेको नि आँखामा सबै चिलाएर यहाँ घाँटीतिर सबै रातो भएर डल्लो फोको निस्केथ्यो क्या। अलिकति यो आँखा चाहिँ अलिकति अर्कै देखिरहेको छ है। हिजो त अर्कै देखेको थियो, अहिले त अलिकति ठिक भएछ। अनि साथीहरु आज चाहिँ सिक्लिस गाउँको मौसम यस्तो दामी भएको छ। कति पछि चाहिँ बल्ल आज चाहिँ मौसम खुलेको छ। अनि सिक्लिस घुम्न आउने बेला सबैलाई लोभ्याउने दृश्य चाहिँ आज चाहिँ देख्न पाएको छ हामीले। र म त्यो दृश्य चाहिँ तपाईलाई देखाउँछु। र त्यस्तो राम्रो सुन्दर दृश्यसँगै आजको हाम्रो भिडियोको सुरुवात गर्दैछु। सो आजको दिनमा चाहिँ के हुन्छ हामी तपाईहरुलाई देखाउने छौं। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। हाम्रो सबैभन्दा सूर्यको मर्निङ भ्यू भनेको हाम्रो पुत्तु है। अनि यो हाम्रो आँगनबाटै देख्छ क्या साथीहरु, यस्तो राम्रो भ्यू चाहिँ। वाउ हेर्नुस् कस्तो दामी देखेको छ आज मौसम। बल्ल कति पछि देखेँ हौ मैले यो हिमाल त। यता त साथीहरु पानी परेर क्या। हिजो चाहिँ परेन खासै पानी, नत्र भने दिउँसो मौसम खुल्ने भन्दा पनि हुसु बादल त लगाइराख्छ। तर यति साह्रो चाहिँ खुलेको थिएन क्या। हेर्नु न कति पछि चाहिँ आज अन्नपूर्ण सेकेन्ड र लमजुङ हिमालको चाहिँ दर्शन गर्न पायो। अहिले चाहिँ कोरीमा गएको पाउन अहिले चाहिँ यस्तो दामी भ्यू देख्न पायो होला है साथीहरु। कोरीबाट यस्तो बबाल देख्छ है। आज चाहिँ मौसम यतिको भएको छ। आज खासै बादल छैन, यतिको चाहिँ भएको छ। अब भरे बेलुकासम्म के हुन्छ थाहा छैन, किनभने मौसमको केही भर छैन, छिनमै चेन्ज हुन्छ साथीहरु। सो त्यही होला। यति राम्रो दृश्य तपाईहरु पनि हेर्नुस्। तपाईहरु एकदमै आफ्नै आँखाले नजिकैबाट निहालेर हेर्न मन छ भने सिक्लिस घुम्न आउनुस्। अबको मौसम चाहिँ यस्तै हुन्छ। अब चाहिँ दशैं आउन लागिसक्यो, त्यही भएर मौसम पनि यस्तो भएको होला। अनि माथि सिक्लिस पार्कतिर जानेहरुको लाइन हेर्नु न साथीहरु, माथि जाँदै हुनुहुन्छ है। अनि हाम्रो सिक्लिस गाउँमा चाहिँ अहिले एउटा नयाँ ठाउँ खुलेको छ क्या। माथि पार्कनिर चाहिँ हाम्रो सिक्लिस भनेर यति ठुलो प्याम्पलेट भन्छ कि के भन्छ त्यसलाई, त्यो चाहिँ राखेको छ। अनि तपाईहरु त्यो पनि हेर्न आउनुहोस्। म पनि एक दिन भ्याएको बेला चाहिँ तपाईलाई देखाउँला हैन। सो त्यही हो साथीहरु आजको भिडियो। घाम मस्त लागेको छ, त्यही भएर सबैजनाले चाहिँ के सुकाउनु पर्ने हो सबै सुकाउँदैछ। काका गुड मर्निङ। आज धेरै दिनपछि मौसम राम्रो भयो। यो चाहिँ हाम्रो होमस्टे ल, काकाको होमस्टे हो। तपाईहरु यहाँ आएर बस्न सक्नुहुन्छ। बजे तोरोला बजे पेरोलवा बाजेले आज पनि मान्दो बुन्दै हुनुहुन्छ ल साथीहरु। उता गएर देखाउँछ है। Pasti gitu sama pio cái punya yat mo da de. Ada wa. Din chung le wa. Yat mo nai. Yo na sa din no jeli pio ro mo pit lim bu yo wa. Ada wa. Nó à đi lo. Xong mình mà nó tan không biết đi. Ji. Nhớ nhớ pio ro mình à. Ro bule ro nai. Ro bule ro nhá. यहाँ खाओ त तले लगा गमरे। हाम्रो गाउँमा चाहिँ अहिले एकदमै
एजेड भन्दा पनि पहिल्यैदेखि बुन्दै आइरहेको तर अहिलेसम्म पनि यो कामलाई चाहिँ निरन्तरता दिइराख्नु भएको चाहिँ बाजे मात्रै हुनुहुन्छ होला किनभने अब अहिलेको नयाँ पुस्ताले चाहिँ बुन्दैन सिक्न खोज्दैन अनि पुरानो मान्छेहरू पनि अब कोही बितेर गइसक्नु भयो होइन तर बाजेले चाहिँ यो कामलाई चाहिँ पहिल्यैदेखि नै गर्दै आइराख्नु भएको हो र अहिलेसम्म पनि गर्दै आइराख्नु भएको छ अनि कतिपय मान्छेहरू चाहिँ सिक्लेस गाउँतिर चाहिँ मान्दिर खोज्न आउनुहुन्छ भने चाहिँ बाजेकोमै आउनुहुन्छ क्या सो त्यही हो आफ्नो पुर्खाले गरेको कामहरूलाई यसरी नबिर्सौँ न साथीहरू तपाईँले पनि सिक्नुहोस् क्या सिक्नुहोस् आफ्नो घरमा आफ्नो बाबा बाजेहरूले चाहिँ यस्तो बुनिरहेको छ भने सिक्नु सिकेर राख्नुहोस् काम लाग्छ यो भनेको आफ्नो आय आर्जनको एउटा स्रोत पनि हो यसरी बुन्छ ओके त्यो ठलसे बजे तत्तलै छलाउ बजे किन ठोकेको भन्दाखेरि अब नठोक्यो भने त यो खुल्लै रहन्छ नि त पाल हुन्छ अनि पछि हाम्रो धान मकै त छिर्दैन कोदाहरू सुकाउँदाखेरि त सबै तल चुइन्छ नि त ठुलो पाल भयो भने त्यही भएर यसरी ठोक्यो भने चाहिँ त्यो कोदो छेक्छ क्या जस त्यहाँ चाहिँ के भन्छ अरे खाली ठाउँ नराख्ने भनेर खाली ठाउँ राख्यो भने त अब कोदो त मजाले छिर्न सकिहाल्छ त्यही भएर यता हाम्रो धान मकै कोदो सब चिज सुकाउनमा चाहिँ एकदमै ठुलो काम लाग्छ यसको चाहिँ यस भन्नुहोस् हजुर के सकेन तपाईँले उचाल्न सकेन आज चाहिँ घाम लागेको बेला चाहिँ एउटा फाइदा उठाइहालौँ साथीहरू भ्याउनु पर्यो नि त आमा बिहान ल अब हामी चाहिँ फटाफट यो हामी ओछ्याउने रे हामी ओट्ने कम्मल धोएको कि आमाले धोइहाल्छु ल फटाफट त अन्त कौडा लाखेन त देखाउनै मिल्दैन गोमा गुरुङ जाँचमा नपरिकन यसरी घाम ताप्ने हो त हेलो किन्जी हेलो दामी भ्यू साथीहरू आज मौसम राम्रो भएछ सिक्लेसमा अनि मैले नसकेर साबुन मात्र लगायो छोरीले धुँदैछ साफसफाइ अभिनय चलाइनु पर्छ घाम राम्रो गर्नुपर्छ है कपडा धुनुपर्छ है हाम्रो छिमेकीहरू सबै यता आएछ अब घाम लागेपछि सबै धारमा आउँछ घाम ताप्नु पाएन के छाप दिलिसो चाहिँ गीत त वा दिलिसो मान्छे न अब त मैले भ्लग त आमालाई बनाउनु दिनुपर्छ होला साथीहरू अब म पनि भ्लग बनाउने कोसिस गर्छ बुढी भए पनि बिस्तारै सिक्दैछ म पनि युट्युब च्यानलमा जानु मन लागेछ म पनि अब मैले पढ्नु नजानेर म एकदम युट्युब च्यानल गर्नु मन लाग्छ तर मैले नजानेर हो अब झन् बुढी भयो झन् म युट्युब चल्नु मन लाग्छ ल म सरप्राइज गरिदिनु गाइस कडक घाम लागेछ कडक घाम लागेछ भनेको आज चाहिँ हाम्रो एमबिसिएम
आज चाहिँ पाउनु भएको छ मेरो साथीहरू हामी सबै फुपू दिदीबहिनीहरूको उता 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 घरमा काकाको घरमा अब सबैसँगै जाम भनौँ भने अब मेरो ड्युटी टाइम हुन लागिसक्यो 9 बज्न लाग्यो मेरो भात खाने टाइम भयो सो म अब जान्छु उता ल त साथीहरू लागि यो रक्सी बोकेर भात खान हामीतिर चाहिँ तपाईँहरूतिर चाहिँ कस्तो छ हामीतिर चाहिँ भात खान जाने बेलामा चाहिँ खाली हात जाँदैन क्या संस्कार हाम्रो संस्कृति अनुसार चाहिँ रक्सी लानै पर्छ रक्सी खाने मान्छे त्यो घरमा चाहिँ होस् या नहोस् रक्सी चाहिँ लानु नै पर्छ दिस इज आवर कल्चर के आयो होला भनिरहेको त यहाँबाट चाहिँ देख्छ बब्बा भ्यू यसले त मलाई छोड्दैन के अरे गाइज हाम्रो श्रीकलाको घर होइन माइती घर आदेऊ तल ला त्यही त नि चाय मात्न नि गाई मैले अघि तपाईँहरूले भनेको थिएँ नि सिग्लिस माथि पार्कमा चाहिँ एउटा हाम्रो प्याम्प्लेट भन्छ कि बोर्ड भन्छ कि के भन्छ त्यो चाहिँ थपेको छ भनेर यहाँबाट चाहिँ राम्रोसँग देख्दो रहेछ आई लभ सिग्लिस देख्नुभयो ठ्याक्क त्यो सेकेन्ड टावरको चाहिँ छेउमै रहेछ है मैले नि अहिले यहाँ आएर देखियो पाचे उता डाँडा गेटबाट चाहिँ राम्रो देख्छ ठ्याक्क यहाँ देखियो त्यो चाहिँ एकैछिनमा बादल लाग्यो साथीहरू अब यता चाहिँ सबैलाई देखाउँदै जान्छु ल म को के गर्दै हुनुहुन्छ सिग्लिस गाउँको मान्छेहरू भनेर म देखाउँछु बाज्यौ फुपू पैसा लट्टा काला दिउँ र किन बहिनीला बाजे ल्याएको यो बाजे कहाँ खोज्न जानुभयो र पमे काट्लो थियो यहाँ बाजेले न्युरो खोजेर यो केतिर नासा बसी जा विदेश फेरि मिति नवा यो हाँसिदो यहाँ बाजेले न्युरो सुकाउँदै हुनुहुन्छ पैसा चाहिँ लटा काट्ला तिमी सधैँ बुढोमा खिच्थ्यौ तुम झन् किन बुढोमा खिच्थ्यौ तुम ए आज घाम लाग्यो यहाँ चनमाले के पकाउनु भयो रक्सी पार्नु भएको कोही रक्सी पार्दै कोही न्युरो सुकाउँदै वा सबैको आफ्नै काम छ होइन ल यहाँ केही छ नि त्यहाँ तिखो र तान्दा स्वाद पो सोयो सोम्या यहाँ कोही मास सुकाउँदै हुनुहुन्छ यता फेरि भट्टा छ यहाँ गिर्दा भुले खिन बुबु झन् चाहिँ अझै यो चिज चाहिँ कोही खाए त वाउ चिकुरो धामी नम्ने वा यता बाटो पो देख्छ त साथीहरू भ्यू त ओ माई गड हेर्नुहोस् दामी देखेछ यताबाट सान छ मम्मी चिकुरो टिकटक हिँड्ने लसिने नानी चिकुरो तो सोये त के हो हेर्नुहोस् यहाँ दिदीले भेन्डोको उनको सबै धागो निकालेर यहाँ राख्नु भएछ यो चाहिँ बक्खु राडी
बुन्न चाहिँ युज हुन्छ। यहाँ हिँड्नुहोस्, डल्ले खुर्सानी डल्ले खुर्सानी डल्ले खुर्सानी। 야 알리,这上是哪点嘞？要不我们再来嘛，这是这个，妈咪的在这里，我这个心。हजुर दिदी हेर्नुहोस् यहाँ घर कति चिटिक्क परेको छ हाम्रो काकीको। पहिल्यैदेखि दिदी भनेर मैले दिदी नै भन्छु क्या, काकी भन्ने गरै पाउँदैन। हेर्नुहोस् यी पाहुनाहरूलाई चाहिँ यसरी स्वागत गर्नुहुन्छ है, कम्मल ओछ्याएर पुरा। यहाँ मकैको जुत्तो पनि हालिसक्नु भयो रहेछ। अहिले सबैसँगै खान पाए त कति रमाइलो हुन्थ्यो साथीहरू। के गर्नु, जागिर खाएपछि जानु पर्यो टाइममा। गाह्रो छ गाह्रो। छाम्रैमा दिन छाम्रैमा ल साथीहरू, योभन्दा अगाडि मैले देखाएको दृश्य यहीँबाट खिचेको दृश्य हो, जुन चाहिँ मैले 9:10 खिचेको। अहिले 9:43 भइसक्यो। हेर्नुहोस्, भनेकै थिएँ नि मसँग भरै हुन्न भनेर, एकछिन पानी पर्ला जस्तो भयो। हेर्नु कस्तो मौसम देखाएको मैले, कस्तो भयो। म चाहिँ खाना खाइसक्यो, अब चाहिँ लाग्नुपर्ने हुन्छ फेरि कामतिर लाग्ने। अब खाने बेला आँखा देख्दैन। अब त्यही माथि झन् घिउ हालेर खायो। अब भात लाग्छ फेरि मलाई। आज मेरो अफिसमा एकजना काम गर्ने दिदी नै हालेको थियो क्या, त्यो फुलको गोडमेल गर्नलाई। दिदी र म भएर गोड्ने भनेको, मैले आज काम गर्दा जस्तो छैन। बिहान मौसम राम्रो भएर मान्छे भनिहाल्यो, अहिले पानी पर्ला जस्तो भयो। यो चाहिँ मेरो बजे घर, हाम्रो मूल घर हो यो चाहिँ। आज त घाम लाग्यो, सबैको चाहिँ घर बाहिर अन्नहरू सुकाएको रहेछ। मा के खानु भयो बाउ? ए मा कहीँ चल वा त्यही पानी चल पुऱ्याएको छ नि ल। झन् खिस्til तुमसा छाखम। हेलो साथीहरू, हाई। हो हुन्छ। यहाँ चाहिँ दिदी नै मेरो काम हुँदैछ साथीहरू। दिदीले चाहिँ यहाँ घर पछाडि सबै गोडिसक्नु भयो। म टाउकोदेखि मन नै आँटेर केही नगरी बसेको नि। आज अलिकति ठिक भएर चाहिँ हामी यता फुल गोड्दैछौँ। हामीले चाहिँ यो छेउछेउमा चाहिँ यो वाला रोपेको क्या। यो चाहिँ पछि बढेपछि ठुलो भएपछि चाहिँ कस्तो दामी देख्छ क्या यो चाहिँ। त्यही भएर चाहिँ हामी चाहिँ योपालि यो रोपेको थियो। अब यहाँ दिदी र म चाहिँ गर्दैछु काम। यसपालि चाहिँ हामीले त्यो फुललाई चाहिँ यता साह्रै झार भयो भनेर यता नि
रोपेको थियौँ अनि त्यहाँ चाहिँ 12 मासी फुल छ मङ्सिरमा फुल्नेवाला हो तर यो 12 मासी फुल्छ त्यता पनि गर्नु छ त्यही भएर दिदी साथी गर्न आउनुभएको आज मेरो अब पानी पर्ला जस्तो भयो बिहान कस्तो भयो थियो मौसम है दिदी अब त एकैछिनमा कस्तो भयो ल अब हामी फटाफट गर्छु फेरि पानी पऱ्यो भने चाहिँ हुन्छ साथीहरू साथीहरू यति चाहिँ सक्यो अब यता यति बाँकी छ यता फुलतिर नि यस्तै छ म अस्ति अलि दिन हराएँ नि त हाम्रो चाहिँ यहाँ खाजा आइसकेको छ हामी चाहिँ पहिला खाजा खान्छु ल आमा खाजा चाहिँ हाम्रो मोमो आज चाहिँ यो अर्कै ठाउँबाट मगाएको मैले वै झाडले त केही देखेन साथीहरू अफिसमा नहुँदा यस्तो हुन्छ यी काम ल साथीहरू हाम्रो यहाँ गोडमेनो कार्यक्रम अझै चल्दैछ यस्तो साह्रो भएछ यो झाड किन हो कुनि है दिदी साह्रो भएछ बहिनी यति त गोड्यो कि यता त अस्ति नै मैले गोडेको थिएँ त्यता चाहिँ बाटो चाहिँ यो चाहिँ अति साह्रो भएछ अब फेरि कुटोले गरम भने फेरि यहाँ फुलको जड सबै ठाउँमा फैलिसकेको छ जरा उस गरिदिन्छ कि भन्ने डरले चाहिँ यहाँ कुटो कुदालीमा हालेको दिदी त्यस्तो गरेछ के अरे फुल भइरहेको होला ए कुकुरको त के कुरा म त यहाँ पोलिटिक कसेर गोड्दैछु साथीहरू आरामसँग बसेर अब यति छ हाम्रो चाहिँ कति 4 बजे लाग्यो 5 बजे छुट्टी हुन्छ भ्याउ चाहिँ यो आज साथीहरू फाइनली फुल गोडेर सक्यो हेर्नु कस्तो राम्रो देख्यो भयो ल अनि हामी चाहिँ यो फुल कसरी गोडेको भन्दाखेरि हामीले चाहिँ यो फुल चाहिँ तपाईँहरू कतिजनाले हेर्नुहुन्छ नि डी स्टोरी युट्युबमा चाहिँ डी स्टोरी भनेर छ नि कतिजनाले हेर्नुहुन्छ म चाहिँ सबै एपिसोड चाहिँ सुन्छु क्या मैले चाहिँ अनि अहिले चाहिँ फुल गोड्दै थियो अनि टिकटकमा एकदम आइरहेको थियो नि त अहिले कति 3-4 दिन भयो होला त्यो भिडियो चाहिँ पोस्ट भएको कर्मको अदालत भन्ने छ होइन टाइटल चाहिँ अनि त्यो स्टोरी सुन्दै फुल गर्दै गरेको क्या आमामा सुन्दै कस्तो आँगै सिरिङ्ग हुने खालको स्टोरी क्या कस्तो राम्रो स्टोरी छ क्या प्लिज तपाईँहरूले पनि सुनेको छैन भने गएर सुनिहाल्नुहोस् स्पेसल्ली केटाहरूले सुन्नुहोस् यो स्टोरी चाहिँ किनभने यो स्टोरी चाहिँ बेसी केटाले हेर्नुपर्ने खालको रहेछ बिचरा आफ्नो बुढी प्रेग्नेन्ट हुँदै केटा चाहिँ बुढा चाहिँ अर्कै केटीसँग लागेको के अनि कस्तो त्यो सुरुमा सुन्दाखेरि त कस्तो हे ला भनेर कस्तो एकदम मैले त त्यो सुन्दै फुल गर्दै मुखबाट गाली निस्क्यो मेरो त अनि लास्टमा आएर चाहिँ बल्ल खाइस तँलाई त यस्तै हुनुपर्छ भन्ने त्यो भयो क्या एकदमै राम्रो छ स्टोरी तपाईँहरू सबैजना गएर सुन्नु होला डी स्टोरीको चाहिँ कर्मको अदालत भन्ने चाहिँ छ एकदमै राम्रो छ त्यो स्टोरी चाहिँ भन्दै आजको हाम्रो काम चाहिँ सकिसकेको छ अब धेरै छैन अब चाहिँ
कति 5 पनि बज्न लागिसक्यो अब चाहिँ यताको चाहिँ यो फुलबारी क्यारी यता छेउतिरको चाहिँ थोरै बाँकी छ त्यो चाहिँ अब मेरो के काम होइन भोलि पर्सि म बिस्तारै गरि नै हाल्छु भोलि चाहिँ मेरो चाहिँ यहाँ अफिसको चाहिँ अडिट गर्नु छ भोलिको मेन काम चाहिँ फर्स्ट आवरमा चाहिँ त्यो गरिहाल्नु पर्ने छ सो हाम्रो अफिसको काम पनि भ्यायो अफिसको टाइम पनि भ्यायो अब चाहिँ हामी हातखुट्टा धोएर घरतिर लाग्छु ल त साथीहरू यो चाहिँ मेरो काम गर्ने ठाउँ हो र आजको भिडियो चाहिँ यति नै गरौँ किनभने अब भिडियो त लामो नै हुन्छ लामो भिडियो हेर्न पनि झ्याउ लाग्छ होइन सो आजको भिडियो चाहिँ यति नै सबैजनालाई धेरै धेरै धन्यवाद भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा र आज सिक्लेस गाउँमा चाहिँ नाइट प्रोग्राम पनि हुने कुरा छ सो त्यो भ्लग चाहिँ म अर्को पार्टमा ल्याउने छु